नाकीमा भन्छ यो चाहिँ एकदम लेकको जङ्गलमा पाइन्छ है। यति बेला मात्रै असोज कात्तिक लागेपछि पाइन्छ। पाउनु बित्तिकै 2-4 जना भेला हुने हिँडिहाल्ने हो जङ्गलतिर अर्ग्यानिक तरकारी खोज्न। हामी चाहिँ प्रकृति प्रेमी पर्यौँ कि हिँडिहाल्छौँ भेला भन्नु अलिकति समय पाउनु बित्तिकै जङ्गलतिर अर्ग्यानिक तरकारी खोज्न। कहाँ हो हेरौँ त। म यो माथि एकदम लेक पातलमा छु अहिले। झन्डी डाँडा चाहिँ यता परतिर देखिन्छ होला यहाँबाट। फेरि यो चाहिँ झन्डी डाँडा यता पुरै झोडीको बाटो नाकिमाको खोजी। यो चाहिँ लेकको जङ्गल पातल धेरै माथि आधा घाम थोडा पानी जुका पनि हेरौँ है साथीहरू। जुका त अघि हान्दिसक्छ नि। फेरि जुका डेन्जर हुन्छ। सामना गर्नुपर्छ क्या खानेकुरा त्यसै पाइँदैन। सामना भनेको कस्तो हो यहाँ हेरौँ त। जुका यी खुट्टामा देख्नुभयो। ए हामी त जुकासँग पो खेल्छौँ त। यी पुरा जुका खुट्टामा। यो नाकीमा खोज्न आएको जुका चाहिँ खुट्टामा यहाँ पुरा नाप्दैछ। 1 मिटर 2 मिटर 3 मिटर 4 मिटर भन्दै यसलाई चाहिँ फ्यालिहाल्नुपर्छ। यसले फेरि अहिले धेरै ब्लड लियो भने चाहिँ गाह्रो हुन्छ। यी बोट चाहिँ एकदम सङ्घर्षपूर्ण यात्रा सँगसँगै नाकिमाको घारीमा अब चाहिँ यही यस्तो हुन्छ ल। नाकिमा भनेको चाहिँ कस्तो राम्रो फलेको हुन्छ। ल ट्याप्पै छ लु सबैतिर। नाकिमा भनेको चाहिँ यसरी पाइन्छ है। यसलाई नाकिमा भन्छ। कस्तो राम्रो फलेको छ है। ट्याप्पै रहेछ हौ। लु बोरा रेडी पार्ने हो। यो चाहिँ पातलको जङ्गल लेकको जङ्गल हो यो। हाम्रो झोला भरिँदैछ। यस्तो हुन्छ नाकिमा भनेको चाहिँ। जुकाले पनि आक्रमण गर्दैछ। यसरी चुडाउनु पर्छ यसलाई। यसरी चुडाउने हो। ल हाम्रो साइड चाहिँ ठिक्क साइडमा यसो छिपेको पनि छैन। यो ठिक्क खाने बेला भएको है लगभग। यो अब यो वरिपरि नै फलेको छ अलैँची जस्तो। ल यहाँ छ। यो त हाँगाले थिचिरहेछ। यसको चाहिँ फेतेसँग चुडाउनु पर्छ। यसको फेतेसँग खाने हो। नाकिमा भनेको चाहिँ यो है फल। दाइले भट्टाउटी टिपिरहेको छ है। पुरै चाइनिज स्टाइलमा हो। टिपाइ त ल यो यस्तो जङ्गल भिर तोडेर आइएको छ कि यो पुरै यहाँ चाहिँ हुस्से लागिरहेछ। केही देखिँदैन। यस्तो भिरको टुप्पामा टिप्नुपर्छ कि यो चाहिँ नाकिमा भन्ने चिज चाहिँ यहाँ देखाउँछु ल तपाईँहरूलाई कस्तो ठाउँमा हुन्छ भन्ने कुरा चाहिँ। छिप्पी हो त्यसलाई चाहिँ त्यो उयसमा भने न त्यो बोर्ड होला। मलाई पोलिथिन चाहिँ सजिलो छ नि। त्यो उयो पुरै भिरको टुप्पामा पुरै भिरमा फल्छ है यो चाहिँ। वहाँ हेरौँ त। ल यहाँ हेरौँ त कस्तो फलेको छ भन्ने कुरा चाहिँ यहाँ देख्न सकिन्छ। यहाँ माथि भिरको टुप्पामा छु म चाहिँ। यो तल भिरमा दाइ छ। दाइले चाहिँ पुरा मेहनतपूर्वक टिपिराख्नु भएको छ हो। गाली खाने कुरो आयो। ल आज चाहिँ हामी नाकीमा खोज्न गएको। ल टिपाइ धमाधम चलिरहेछ। अलैँची टिपाइ जस्तो।
चाहिँ नाकीमा हो यतापट्टि पनि छ सबै यता भिरतिर पनि यो भिरको टुप्पा टुप्पामा छ यता मासतिर पनि छ भन्ने कुरो छ अब यता पनि जाने हो हामी नाकीमा टिप्न आएको म भिरको टुप्पामा छु यहाँ दाइ तल भिरमा छ अर्ग्यानिक तरकारी नाकीमा ल यहाँ मुनि हेरौँ दाइ तल भिरमा छ है एकदम खतरा फलेको ठाउँ रहेछ यो सङ्घर्षपूर्ण हुन्छ है तर यो खेती खानु चाहिँ यहाँ हेरौँ त जुका ढाडिएछ है मेरो त खुनसरी भइरहेको छ यसलाई त फ्यालिहाल्नुपर्छ ए पुरै जुकाले पनि खान्छ अब भने हामी म यहाँ त्यति सजिलो छैन अर्ग्यानिक खानेकुराहरू खोजी खानु यहाँ म देखाउँछु अब यही फलाइहरू यही अब यसरी टिप्ने हो यहाँ यसरी टिपिन्छ कति छ यहाँ हामीसँग यस्तो त एकदम यहाँ त कति फलेको छ यी धेरै देख्न सक्छौँ यहाँभित्र यहाँ हेरौँ यहाँ झन् डेन्जर फलेको छ नाकीमा यसरी फलेको छ यो चाहिँ आज हामी टिप्दैछौँ यसरी टिपिन्छ है यसलाई कति फलेको छ यो बगान चाहिँ टनक्कै छ यो जङ्गली खेती हो यसलाई घरमा रोप्दा चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन यो टनक्कै छ यो लेखमा पाइन्छ कस्तो कठिन यात्रा हेरौँ त हामी फर्कने क्रममा यो ठुलो बाटो ल आजलाई चाहिँ भने यति चाहिँ भेला पार्यो है यहाँ पनि छ यहाँ पनि छ बिरुवा पनि ल्याएको छु मैले यो बिरुवा पनि ल्याएको छु यो बिरुवा फल्छ कि फल्दैन घरमा लगेर ट्राई गर्ने अलैँची जस्तै छ चिसोमा हुन्छ होला लगभग यसको फल यो बोटको फल यस्तो हुन्छ कोसा कोसा